नमस्ते यहाँहरु सबैजनालाई। मेरो नाम हरेश कुमार राई हो। आज म तपाईहरुलाई एउटा खाजा घर बिक्रीमा रहेको जानकारी दिन आएको छु। तपाईले देख्न सक्नुहुन्छ यहाँको सबै कुराहरु मैले यो भिडियोमा राखिदिएको छु विवरण भने तपाईलाई मन परेमा चित्त बुझेमा यो खाजा घर तपाईले लिन सक्नुहुनेछ। उहाँको फोन नम्बर मैले डाइरेक्टली राखिदिएको छु अनि तपाईले उहाँसँग सम्पर्क गरेर खरिद गर्न सक्नुहुनेछ। यो चाहिँ जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका वार्ड नम्बर 3 तालतलाईको पिकनिक स्पटदेखि पूर्वपट्टि पृथ्वी चोक रहेको छ। पृथ्वी चोककैमा रहेको यो खाजा घर हो। यहाँ तपाईले हेर्दै गर्नुभएको चाहिँ टेबल बेन्चहरु तपाईले सबै व्यवस्थित तरिकाले राखिएको छ अनि तपाई सबै कुरा पाउनुहुनेछ भने अनि चाउमिन खाजा बनाउने जति पनि भाँडाहरु छन् अनि चाहिने सामग्रीहरु तपाईले पाउनुहुनेछ। शोकेस देखि लिएर हरेक कुराहरु अनि तपाई देख्न सक्नुहुन्छ। यो चाहिँ सिलिङ फल्स लगाएको काफी व्यवस्थित तरिकाले उहाँले चलाउँदै गर्नु भएको हो। तर आफ्नो पारिवारिक जनशक्ति अभावको कारणले गर्दाखेरि अनि उहाँले यो बेच्न खोजिराख्नु भएको छ। अनि तपाईलाई पनि यस्तै खालको खोजी गर्दै गर्नु भएको छ भने अथवा तपाईले यस्तै खालको खोजीमा हुनुहुन्छ भने चाहिँ तपाईले चाँडो भन्दा चाँडो ढिलो नगरिकन सम्पर्क गर्नु होला। अनि यो चाहिँ तपाईले ठ्याक्कै हाम्रो इटहरी चोकदेखि अनि हाटखोला हुँदै उत्तर गइसकेपछि पनि भेटिन्छ भने हामी जताबाट तररादेखि सिधै पूर्व गयौं भने पनि यो जक्सनमा आइपुग्न सकिन्छ। अनि यो तपाईले देख्न सक्नुहुन्छ यो बाटो उत्तर चाहिँ हामी सिधै धरानको पानमारा पुग्न सकिन्छ भने अनि भित्र सर्टकट बाटो अहिले धेरै नै यो चल्तीमा आएको छ। अनि यो अगाडि स्कुटी आउँदै गरेको बाटो हामी सिधै पूर्वतिर गयौं भने पूर्व उत्तर गयौं भने चाहिँ पानमारा धरानको पानमारा पुगिन्छ। यो यतातर्फ भयो भने चाहिँ हामीले यो जुन यतापट्टिको अरु सटरहरुमा पनि कुनै कपडा पसल छ, कुनै फ्यान्सीहरु के आफ्नो सामग्रीहरु ब्युटी पार्लर पनि रहेको छ भने यतापट्टि चाहिँ हाम्रो खाजा घर रहेको छ। अनि यो खाजा घरमा तपाईले केही पनि गर्नु पर्दैन, आएर ठ्याक्क सञ्चालन गर्दा हुन्छ। अनि यो तपाईले देख्दै गर्नुभएको चाहिँ यो पृथ्वी चोक हो। यो सिटी दक्षिणतर्फ गइरहेको छ। यो इटहरीतर्फ जाँदै गरेको भने पश्चिमतर्फ चाहिँ हाम्रो तालतलाई पिकनिक स्पटको चाहिँ ठाउँ रहेको छ गेट। अनि यो सिटी बिसाइरहेको छ। यो सिटी बिसाएको तर्फ चाहिँ हामी यो पूर्व उत्तर गयौं भने सिधै तामाङतल हुँदै धरानको पानमारा पुग्न सकिन्छ। अनि यहाँको सम्पूर्ण विवरण यस्तो रहेको छ भने होटलको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ मूल्यको बारेमा चाहिँ अनि लिने र दिने बसेर एक आपसमा कति सम्मको समझदारीमा आउन सकिन्छ। मैले चाहिँ सकेसम्म सस्तो दिन्छु अनि अहिले तत्कालै पैसा पूरा दिने छैन भने पनि कागज गरेर 2-3 महिना मलाई दिदा हुन्छ भनेर भन्नुभएको छ। यो चाहिँ अवसर यो अप्सन राम्रो खालको रहेको छ होटल सञ्चालकबाट। यदि तपाईले यस्तो खालको ग्र्याब गर्न चाहनुहुन्छ भने चाँडो गर्नु होला है त।